त्यो पत्रकारले जहिले पनि मलाई के भन्नु यो विदेशी उसबाट परिचालित हो, यसले देशलाई बेच्दैछ, यो बालुवाटारमा चाहिँ अहिले राजदूत के अरे राजदूतका गाडी छिरे भनेर सधैँ भन्थ्यो। अनि तिम्रो चाहिँ आमा होइन भनेको होइन, त्यो भयो। अनि अर्को कुरा के छ भने गलत इन्फर्मेसन दिइरहेछ, किनभने एउटा के हुन्छ भने आमा पनि ट्रान्सफर हुन्छ नि, आमाको हैसियत पनि त ट्रान्सफर हुन्छ। हाम्रो संस्कृतिमा, हिन्दू संस्कृतिमा के हुन्छ भने तपाईँलाई बताऊ, सानो केटीलाई पनि आमा भन्छ महिला भएपछि, होइन भनेपछि मैले के भनेको थिएँ भने जब बालेनजीको शपथमा अब आजदेखि मेरो दर्जा उत्रियो, अब चाहिँ बालेनजीको म्याडम चाहिँ मिसेस अथवा हाम्रो त छोरी जस्तो भए पनि हामी त अब हजुरआमाका दर्जामा पुगिसक्यौँ, अब उहाँलाई माताश्री मान, राष्ट्रिय माता मान भनेर मैले भने हो। अब त्यहाँ चाहिँ उसले पेश गर्दा गलत पेश गर्यो, मलाई पत्रकार मन नपरेको। त्यो व्यक्तिले ज्यादै ब्याक बाइटिङ र मेरो यति बेइज्जती गरेको छ नि त्यो व्यक्तिले, त्यो मान्छेलाई चाहिँ मैले जवाब दिन नखोजेको। मेरो बुहारीको आमा हो, म मेरो छोरोको आमा हो, मेरा भतिजा भतिजी सबैको आमा, राष्ट्रको माता हो, त्यो त सम्मानको कुरो। तर त्यो पत्रकारले चाहिँ मलाई विदेशी जासुस, राष्ट्र खत्तम पारी यसले र रातभरि यसकोमा राजदूतहरू आएर बस्छन् भनेको हुनाले त्यसको चाहिँ आमा होइन।